हाम्रो माझमा हाम्रो बिचमा मङ्गोल नेसनल अर्गनाइजेसनको प्रवक्ता रिन्सन तामाङजी हुनुहुन्छ। हजुर यहाँलाई स्वागत छ। हजुर हस् धन्यवाद। यतिखेर भने हामी इलामको सन्दकपुर 3 मा छौँ। विशेष गरी यो पछाडि हामीले देखिरहेको भवन चाहिँ मङ्गोल म्युजियम सन्दकपुर इलाम र तपाईँहरूको यो शालिग उद्घाटनको कुरा पनि छ। यो यसबारेमा चाहिँ अलिकति आफ्नो सङ्गठनको आधिकारिक धारणा राखिदिनुहोस् न। यहाँहरू सबैजनालाई विशेष गरी यति बेला म उभिएको स्थल नेपालको वृहत नेपाली नागरिकहरूको निमित्त निकट भविष्यमा एउटा ऐतिहासिक स्थलको रूपमा परिचित भएर जानेछ। त्यसले त्यो किसिमको फराकिलो परिचय निर्माण गर्ने ठाउँ इलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नम्बर 3 स्थित माई पातालमा मङ्गोल नेसनल अर्गनाइजेसनले सुरुवात गरेको एउटा ऐतिहासिक अभियानभित्रको मङ्गोल म्युजियम सन्दकपुर इलामको भवन र भवन परिसरभित्र नेपालको वृहत नेपाली नागरिकहरूलाई समानता, स्वतन्त्रता र भातृत्वको एउटा व्यवस्था मार्फत आफ्नै मुलुकमा विविध रहित समाज निर्माण गरेर अगाडि बढ्नको निमित्त अभिप्रेरित गर्ने, लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता स्थापनाको खातिर नेपालको राजनैतिक इतिहासमा पहिलो पटक आवाज उठाउनु हुने नेपालको दार्शनिक व्यक्ति, नेपालको वृहत नेपाली नागरिकहरूको हितार्थ ऐतिहासिक एउटा चाहिँ आफ्नो जीवन समर्पण गर्नुहुने उनै सङ्गठनका संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यू र डाक्टर गोपाल गुरुङज्यूले सुरुवात गर्नुभएको त्यही ऐतिहासिक महाअभियानको क्रममा जति बेला महामानव डाक्टर गोपाल गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनको निमित्त अभावको समय थियो, अनिकालको समय थियो, त्यो अनिकालको समयमा पनि बिउभित्रको बीज बनेर चाहिँ सारथीको भूमिका निर्वाह गर्नुहुने इलाम जिल्ला निवासी वीरेन लामा गुरुङ, त्यसै गरी मानबहादुर राई सिङ्गापुरे उहाँहरू सहितको चाहिँ एउटा पूर्णकदको शालिग समेत राखेर त्यसलाई अनावरण गर्ने गरेर यो भवन समुद्घाटन गर्ने गरेर एउटा कार्यक्रम तयारी गरेर अगाडि बढिराखेको छ। र विशेष गरी मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ दशकौं वर्षबाट भन्दै आइराखेको कुरा भनेको यो संसार भनेको कुनै एक समय यो चाहिँ यो संसार यो विश्व भनेको तन्त्रले पनि चल्यो, कुनै समय मन्त्रले चल्यो र अबको विश्व अबको समाज भनेको चाहिँ यो यन्त्रले चल्ने समय आएको कारणले गर्दाखेरि हामीले अब लगानी कहाँ बढाउने त भन्दाखेरि लगानी चाहिँ अब प्रविधिमा बढाउने, विज्ञानमा बढाउनु पर्ने समय आइसकेको छ र नेपालको वृहत नेपाली नागरिकहरूलाई पनि प्रविधितर्फ उन्मुख गराएर हैन विज्ञानतर्फ उन्मुख गराएर विश्वको विकसित मुलुकको हाँचमा मङ्गोल नेसनल अर्गनाइजेसनको नेतृत्व मार्फत नेपाल उभ्याउन सक्ने एउटा परिस्थिति निर्माण गर्नको निमित्त पनि नेपालको वृहत नेपाली नागरिकहरूको ध्यान आकृष्ट गर्नको निमित्त वृहत नेपाली नागरिकहरूको मनभित्र नै मङ्गोल नेसनल अर्गनाइजेसन प्रति चाहिँ भरोसा गर्न सक्ने एउटा परिस्थिति निर्माण गर्नको निमित्त पछिल्लो समयमा सङ्गठनले विभिन्न किसिमको रणनीतिक कार्यक्रमहरू चाहिँ अगाडि सार्दै आइराखेको छ र त्यही अनुकूल चाहिँ विशेष गरी महामानव डाक्टर गोपाल गुरुङज्यूको समयमा किनकि उहाँले यो मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको निमित्त आवाज नउठाइदिनु भएको थियो भने, यसको निमित्त सङ्घर्ष नगरिदिनु भएको थियो भने नेपालको वृहत नेपाली नागरिकहरू चाहिँ मरेतुल्य भएर अथवा पशुतुल्य जीवन जिइराख्नु परेको, आफ्नो हक अधिकार अस्तित्वको विषयमा, विविध रहित समाज निर्माण गर्ने विषयमा हामीमाथि कसले विभेद गरेको छ भन्ने विषयमा आवाजै उठाउन नसक्ने एउटा विषम परिस्थिति थियो। त्यस्तो परिस्थितिबाट अथवा त्यो खाडलबाट चाहिँ नेपालको वृहत नेपाली नागरिकहरूलाई निकालेर आफ्नो अधिकारको निमित्त, आफ्नो चाहिँ विवेचरित समाज निर्माणको निमित्त चाहिँ महामानव डाक्टर गोपाल गुरुङज्यूले राजनैतिक चेतना छरेर यो ठाउँसम्म उभ्याउनको निमित्त नेपालको निमित्त पहिलो शर्त भनेको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता रहेको छ। यसको निमित्त पहिलो झमटको हाम्रो लडाईँ भनेको चाहिँ मुलुकमा रहेको एकतन्त्रीय शासन व्यवस्था चलाउने, तानाशाही व्यवस्था चलाउने मान्छेहरूको विरुद्धमा अथवा त्यसको चाहिँ अवशेषहरूको विरुद्धमा लडाईँ लड्दै मुलुकलाई लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतातर्फ उन्मुख गराउनुपर्छ भन्ने हिसाबले उहाँले एउटा ऐतिहासिक राजनैतिक लडाईँको सुरुवात गर्नुभएको थियो। त्यही लडाईँको कारणले गर्दाखेरि उहाँको जीवन समर्पणले गर्दाखेरि हासिल भएको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको कारणले गर्दाखेरि नेपालको वृहत नेपाली नागरिकहरूले आफूभित्र भएको दबिएर रहेको आवाजहरूलाई प्रस्फुटन गर्न पाउने एउटा ऐतिहासिक व्यवस्था अथवा एउटा चाहिँ अवसर प्राप्त गरेको छ। यो सबै कुराहरू प्राप्त भइसके पछाडि अब हामीले यति बेला कसलाई न्याय गर्ने त अथवा यो परिवेश निर्माण गर्नको निमित्त चाहिँ पर्दा पछाडि राखेर चाहिँ एउटा ऐतिहासिक सङ्घर्ष गर्ने व्यक्तिलाई सधैँभरि चाहिँ पर्दा पछाडि राखेर गुमनाम पार्ने कोसिस गरिराखेको छ। यस कारणले गर्दाखेरि पनि यो कुरालाई चाहिँ अब हामीले बाहिर ल्याउनुपर्छ। नेपालको वृहत नेपाली नागरिकहरूले प्राप्त गरेको जुन अधिकार छ, यो अधिकार प्राप्त गर्नको निमित्त भएको ऐतिहासिक सङ्घर्षको कथाहरू, त्यो बेलाको व्यथाहरू चाहिँ नेपालको वृहत नेपाली नागरिक र विशेष गरी आगामी पुस्ताहरूले, नयाँ जेनेरेसनले त्यो कुरालाई बुझेर गइसकेपछि यसलाई बलियो रूपमा संस्थागत गरेर लिएर जान सकिन्छ। त्यस कारणले गर्दाखेरि पनि यो कुरालाई समाजमा ल्याउनको निमित्त, नागरिक स्तरमा पुर्याउनको निमित्त र विशेष गरी महामानव डाक्टर गोपाल गुरुङज्यूलाई त्यो सफलतामा पुर्याउनको निमित्त ऐतिहासिक साथ
सहयोग गर्नुहुने इलाम जिल्ला निवासी वीरेन लामा गुरुङ, त्यसै गरी मानबहादुर राई सिङ्गापुरे, उहाँहरूले चाहिँ त्यो समयमा जति बेला अभाव थियो, जति बेला मुलुकमा चाहिँ एक किसिमको तानाशाही व्यवस्था थियो, त्यस्तो समयमा पनि महामानव डाक्टर गोपाल गुरुङज्यूको ऐतिहासिक राजनैतिक लडाइँको अथवा त्यो क्रान्तिको क्रममा चाहिँ अग्रपङ्क्तिमा उभिएर यो सङ्घर्षलाई यो ठाउँसम्म ल्याएर तपाईँ हाम्रो अहिलेको नयाँ पुस्ताको हातमा चाहिँ यो व्यवस्था र यो उपलब्धिहरू चाहिँ थमाइदिने, त्यो विरासत थमाइदिने ऐतिहासिक सङ्घर्ष गर्नुहुने उनै इलाम जिल्ला निवासी वीरेन लामा गुरुङ, त्यसै गरी मानबहादुर राई सिङ्गापुरेहरूलाई पनि यो मुलुकमा जीवन्त तुल्याइराख्नुपर्छ, किनकि उहाँहरू भनेको महामानव डाक्टर गोपाल गुरुङज्यूसँग जोडिएको पात्र भएको कारणले र महामानव डाक्टर गोपाल गुरुङज्यूको ऐतिहासिक सङ्घर्षकै कारणले गर्दाखेरि मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता यो अब कैयन वर्षहरू चाहिँ निरन्तर यही व्यवस्थाले नै यो मुलुकमा काम गर्ने भएको कारणले गर्दाखेरि पनि यसलाई बचाउनुपर्छ भन्ने उद्देश्यसहित मङ्गोल नेसनल अर्गनाइजेसनको केन्द्रीय कार्यकारी सभाले निर्णय गर्यो। केन्द्रीय सभाको सदस्य लक्ष्मण माक्राङज्यूले जमिन प्रदान गर्नुभयो। त्यो निर्णय भइसके पछाडि केन्द्रीय सभाले समेत त्यसलाई पूर्ण बहुमतबाट अनुमोदन गरिसकेपछि यो भवन निर्माण गर्ने गरेर चाहिँ हामीले तयारी थालेका थियौँ र विशेष गरी फिल्डमा रहेर यो भवन निर्माण सभाको चाहिँ संयोजक, सचिव, कोषाध्यक्ष सँगसँगै सदस्यज्यूहरू र मङ्गोल नेसनल अर्गनाइजेसनको विभिन्न ओहदाको नेता तथा कार्यकर्ताहरूको भौतिक उपस्थितिमा देश तथा विदेशमा रहनुहुने हाम्रो सङ्गठनको समर्थक शुभचिन्तकहरूको आर्थिक सहयोगमा र त्यो केही पनि नसक्ने मान्छेहरूले नैतिक रूपमा समर्थन गरेर चाहिँ हामीले यो भवन अथवा हाम्रो आस्थाको धरोहरलाई चाहिँ उभ्याउन सफल भएका छौँ। र यो आगामी 10 जुन 2025 2082 साल जेठ 27 गते महामानव डाक्टर गोपाल गुरुङज्यूको 9औं स्मृति सभाकै अवसरमा चाहिँ महामानव डाक्टर गोपाल गुरुङ, वीरेन लामा गुरुङ, त्यसै गरी मानबहादुर राई सिङ्गापुरे उहाँहरू 3 जनाको पूर्णकदको शालिग अनावरण सहित यो भवन समुद्घाटन गर्ने गरेर चाहिँ हामीले तयारी गरिराखेका थियौँ र पछिल्लो समयमा चाहिँ भौतिक रूपमा निकै प्रगति भएर गएको छ र अहिले चाहिँ देश विदेशबाट चाहिँ यसलाई चाहिँ सबैको ध्यान यहीँनिर चाहिँ अहिले केन्द्रित भएको छ र यो सँगसँगै देशभित्रको विभिन्न जिल्लामा रहनुहुने सङ्गठनका विभिन्न ओहदाका नेता तथा कार्यकर्ताहरू पनि यो भवन समुद्घाटन कार्यक्रमलाई चाहिँ ऐतिहासिक बनाउनुपर्छ, किनकि यो ऐतिहासिक स्थल भएको कारणले गर्दाखेरि यसलाई ऐतिहासिक बनाउनुपर्छ भन्ने उद्देश्यसहित देशको विभिन्न कुना कन्दराहरूबाट सङ्गठनको विभिन्न ओहदाका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूको चाहिँ ध्यान यहाँनिर केन्द्रित पनि भइराखेको छ र उहाँहरू आउने क्रम पनि जारी भइराखेको छ। यस कारणले गर्दाखेरि आजको यो भिडियो सामग्री मार्फत मङ्गोल नेसनल अर्गनाइजेसन मात्रै नेपालको निमित्त, नेपालको बृहत नेपाली नागरिकहरूको निमित्त, उनीहरूको दुःखको निमित्त, उनीहरूको समस्याको विषयमा, उनीहरूको पीडा व्यथाको विषयमा सोच्ने एउटै मात्रै राजनीतिक दल मङ्गोल नेसनल अर्गनाइजेसन भएको कारणले गर्दाखेरि पनि हामीले जनताको जिम्मेवारी हाम्रो काँधमा त्यो भारी चाहिँ बोक्नुपर्ने बेला आएको छ र जनता तहमा जसरी नेपालको बृहत नेपाली नागरिकहरूलाई यति बेला राजनीतिबाट वितृष्णा जाग्ने किसिमको विभिन्न राजनीतिक दलको नेतृत्व पङ्क्तिहरूले गरेको बदमासीको कारणले गर्दाखेरि चाहिँ राजनीति र राजनीतिक कर्मीहरूप्रति चाहिँ जुन किसिमको चाहिँ आशाको किरण हुनुपर्ने त्यसलाई निभाउने काम गरेको छ, त्यसलाई जगाएर अगाडि बढाउनु पर्ने ऐतिहासिक जिम्मेवारी समेत हाम्रो काँधमा आएको कारणले गर्दाखेरि नेपालको बृहत नेपाली नागरिकहरूले महसुस गर्ने गरेर चाहिँ हामीले भौतिक रूपमा कामहरू गरेर अगाडि बढाइराखेका छौँ, त्यसलाई प्रमाणित गरेर पनि लिएर गइराखेका छौँ। यस कारणले गर्दाखेरि इलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नम्बर 3 माई पातालमा सङ्गठनले निर्माण गरेको मङ्गोल म्युजियम सन्दकपुर इलामको भवन र भवन परिसरभित्र महामानव डाक्टर गोपाल गुरुङ, वीरेन लामा गुरुङ, त्यसै गरी मानबहादुर राई सिङ्गापुरेको पूर्णकदको शालिग अनावरण कार्यक्रम 10 जुन 2025 2082 साल जेठ 27 गते महामानव डाक्टर गोपाल गुरुङज्यूको 9औं स्मृति सभाको अवसर सँगसँगै यो ऐतिहासिक कामलाई चाहिँ हामीले सम्पन्न गर्ने गरेर चाहिँ लिएर गइराखेका छौँ। यही जानकारी चाहिँ म सम्पूर्ण देश तथा विदेशबाट यो भिडियो सामग्रीलाई हेरिराख्नुहुने सम्पूर्ण महानुभावहरूलाई जानकारी पनि गर्न चाहन्छु। सँगसँगै यहाँहरूले चाहिँ आफ्नो रगत पसिना बगाएर चाहिँ आफूले जम्मा गर्नुभएको जति सकिन्थ्यो त्यो सहयोग गरेर तपाईँहरूले हाम्रो आस्थाको धरोहर यो भवन भनेको चाहिँ नेपालको बृहत नेपाली नागरिकहरूलाई मुलुकमा सधैँभरि स्वतन्त्रताको अधिकार दिलाउनको निमित्त पनि यो भवनले चाहिँ ऐतिहासिक एउटा कार्य गर्नेछ भन्ने कुरा चाहिँ म सम्पूर्ण महानुभावहरूलाई चाहिँ यो कुरा चाहिँ राख्न चाहन्छु। यो महत्त्वपूर्ण समय र यो महत्त्वपूर्ण जानकारीको लागि धेरै धेरै धन्यवाद। हस्, यहाँहरू सबैलाई पनि धन्यवाद। जय मङ्गल।